नमस्कार। आज हामी एउटा एकदमै काम लाग्ने विषयमा कुरा गर्दैछौँ है। हो नि, पशुपालक दाजुभाइ दिदीबहिनीहरूका लागि घरमै पशुलाई चाहिने त्यो पौष्टिक ब्लक बनाउने बारेमा युएमएमबी भन्छन् नि। हो युरिया भ्याली मिनरल ब्लक। आज यसकै बारेमा अलिक गहिरिएर कुरा गरौँ न त। हुन्छ, हामीसँग भएको जानकारीले त यसको पुरै विधि सामग्री सब बताउँछ। एकदम। हाम्रो लक्ष्य चाहिँ के हो भने 100 केजी युएमएमबी कसरी बनाउने, के कति सामान चाहिन्छ, कसरी मिसाउने अनि के कुरामा ध्यान दिने, यो सबै प्रश्न पार्ने हो। अनि यो किन चाहियो भन्ने कुरा पनि त छ नि, हैन? त्यो त महत्त्वपूर्ण छ, खास गरी अब सुक्खा मौसममा, हैन? जब हरियो घाँसपात कम हुन्छ, दाना पानीको अलि अभाव हुन्छ नि, हो। त्यस्तो बेला पशुलाई चाहिने तागत प्रोटिन यो ब्लकले दिन्छ के। भनेपछि त्यो साह्रै उपयोगी चिज रहेछ। ल त्यसो भए सामग्रीबाटै सुरु गरौँ न त। 100 केजी बनाउन के चाहिने रहेछ त? ल है त, 100 केजीको लागि बरान चाहियो 28 केजी। बरान 28 केजी? भ्याली अलि बढी 32 केजी। भेली 32, ठिक छ। अनि भटमासको पिना 8 केजी, युरिया मल 10 केजी, युरिया 10 केजी, ओके। मिनरल मिक्सचर 6 केजी, चुन पनि 6 केजी नै। मिनरल मिक्सचर 6, चुन 6। अनि सिमेन्ट 5 केजी र नुन पनि 5 केजी। सिमेन्ट र नुन 5-5 केजी। ल, यो भयो सामग्रीको लिस्ट। एकदम। यहाँनिर भेलीले तुरन्तै तागत दिन्छ अनि युरियाले चाहिँ पशुको पेटभित्रको सूक्ष्म जीवाणुलाई नाइट्रोजन दिन्छ, जसले प्रोटिन बनाउँछ। त्यो त दाना कम हुँदा झन् चाहियो नि, है? हो नि। अनि बनाउन थाल्नु अघि चाहिँ यी सबै सामान, मिसाउने भाँडो, केही बलियो लाठी जस्तो अनि ब्लक बनाउने साँचो, यति कुरा ठिक्क पारेर राख्नुपर्छ। तयारी त गर्नु परिहाल्यो। ल, अब मिसाउने तरिकातिर लागौँ। चरणमा गर्नुपर्छ होला नि यो त? हो, यसको चरणहरू छन्। पहिलो चरणमा चाहिँ के गर्ने भने एउटा बाल्टिनमा त्यो 32 केजी भेली र 5 केजी नुन हालेर मजाले घोल्ने। भेली र नुन पहिला, पानी चाहिँ? भेली अलि बाक्लो हुन्छ, त्यसैले राम्ररी घोल्नुपर्छ। पानी खासै चाहिन्न, भेलीमै अलिअलि हुन्छ नि। नुनले स्वाद पनि बढाउँछ, अलि खनिज पनि भयो। अच्छा, अनि दोस्रो चरणमा? दोस्रो चरणमा त्यही भेली नुनको घोलमा 10 केजी युरिया हाल्ने अनि फेरि मजाले चलाउने। युरिया हालेपछि घोल्ने? हो, तर यहाँ एउटा एकदम ध्यान दिनुपर्ने कुरा छ, युरिया पुरै घोल्नुपर्छ, डल्लो रहनु भएन। हो र? किन नि? त्यो डल्लो सोझै पशुले खायो भने त विष लाग्न सक्छ, त्यसैले घोलेपछि 10-15 मिनट जति छोडिदियो भने राम्रो। ओहो, यो त साह्रै महत्त्वपूर्ण कुरा पो रहेछ। युरिया पुरै पग्लिन दिनुपर्ने। ल, तेस्रो चरण नि? तेस्रो चरणमा चाहिँ बाँकी रहेका जति सुक्खा सामग्री छन् नि, बरान, पिना, मिनरल। हो, बरान, भटमास पिना, मिनरल मिक्सचर अनि चुन र सिमेन्ट पनि। सिमेन्ट पनि? यति ब्लक कडा बनाउनु होला है? हो त नि। हो, त्यो सबै सुक्खा चिजहरू एउटा सफा ठाउँमा, भुइँमा वा ठुलो भाँडोमा हालेर राम्ररी मिसाउने, मतलब एक नासले। भनेपछि झोल एकातिर, सुक्खा धुलो अर्कोतिर तयार भयो। अब चौथो चरणमा यी दुईलाई मिसाउने त होला? एकदम। अब त्यो भेली नुन युरियाको झोललाई चाहिँ सुक्खा सामग्रीको थुप्रोमा बिस्तारै खन्याउँदै जाने। खन्याउँदै मुछ्दै गर्ने? हो, लाठीले वा हातैले पनि हुन्छ, तर पन्जा लगाउनुपर्छ है। अनि राम्ररी मुछ्ने। कस्तो भने मिश्रण एकदम एकनासको हुनुपर्छ। कस्तो हुनुपर्छ रे? धेरै गिलो हो कि सारो? नाइ, धेरै गिलो पनि हुनु भएन, धेरै सारो पनि होइन, यस्तो ठिक डल्लो पर्ने खालको हुनुपर्छ। ल, मिश्रण तयार भयो। अब यसलाई ब्लक बनाउने होला। हो, अब तयार भएको मिश्रणलाई साँचोमा हाल्ने। साँचो अब काठको, फलामको वा प्लास्टिकको जेको भए नि हुन्छ। अनि साँचोमा हालेर थिच्नुपर्छ कि यत्तिकै? राम्ररी थिच्नुपर्छ, खाँद्ने के। अनि माथिको सतह पनि मिलाउने। यसो गर्दा ब्लक कसिलो बन्छ, फुट्दैन सजिलै। बुझ्यो। अनि सुकाउने नि? कसरी, कति समय? बनेको ब्लकलाई साँचोबाट निकालेर कम्तीमा 24 देखि 48 घण्टा, मतलब 1-2 दिन जति चाहिँ छाया पर्ने ठाउँमा सुकाउनुपर्छ। छायामा? घाममा होइन? होइन, घाममा सुकायो भने चर्किन सक्छ, फुट्न सक्छ। हावा खेल्ने तर छाया भएको ठाउँमा राख्ने। अनि कहिले तयार हुन्छ त पशुलाई दिनलाई? पुरै सुकेर टङरङ्ग कडा भएपछि मात्रै। यो चाहिँ पक्का गर्नुपर्छ। सुकेर कडा हुनु पर्यो
बनाउँदा अरू केही सावधानी अपनाउनु पर्छ कि हातको सुरक्षाको कुरा आयो अघि? हो, त्यो एकदम जरुरी छ। खास गरी युरिया र सिमेन्ट चलाउँदा त पन्जा लगाउनै पर्छ, हातलाई बचाउँछ। अनि फेरि पनि भन्छु, ब्लक राम्ररी सुकेको छ, कडा छ भन्ने पक्का गरेर मात्र पशुलाई चाट्न दिने। नसुकेको वा काँचो ब्लक दिनु हानिकारक हुन सक्छ। ल, एकदम प्रष्ट भयो। भनेपछि छोटकरीमा भन्दा युएमएमबी बनाउन सही सामग्री ठिक मात्रामा लिने अनि त्यसलाई चरणबद्ध रूपमा मिसाउने, राम्रोसँग थिचेर ब्लक बनाउने, छायामा सुकाउने र सुरक्षाको पनि ख्याल गर्ने, यिनै हुन मुख्य कुरा। बिल्कुल। यो तरिकाले अब उही अभावको बेलामा पशुलाई चाहिने पोषण दिने एउटा सजिलो र भरपर्दो उपाय हो नि। हो नि, यो त भयो हामीले पाएको जानकारी अनुसारको विधि। तर एउटा कुरा सोच्न मन लाग्यो के? भन्नुस् न। अब ठाउँ अनुसार पाइने सामग्री फरक हुन सक्छ, होइन? मौसम पनि फरक हुन्छ। त्यस्तोमा यो विधि वा सामग्रीको मात्रा अलिअलि तलमाथि गर्न सकिला कि नसकिला? एकदमै राम्रो प्रश्न। यो त आफैमा एउटा अनुसन्धानकै विषय हुन सक्छ। स्थानीय स्रोत र अवस्था अनुसार केही समायोजन गर्न सकिन्छ कि भनेर हेर्नु त पर्छ नि। हो, त्यो त पशुपालक आफैले पनि अलि परीक्षण गरेर हेर्न सक्ने कुरा भयो।